ग्रामीण हुलाकमा काम गर्दा। 2030 साल वैशाखको कुरा हो। हाम्रो ठिङ्गनमा कागजपत्र चलाउने कुनै व्यवस्था थिएन। हुलाक सेवा नहुँदा गाउँका मान्छेहरू आफन्तसँग खबर पुर्याउन दिनहुँ बाटो हेर्थे, तर सन्देश पठाउने उपाय थिएन। मेरा माइला दाजु जीवनाथ जो उपप्रधान पञ्च थिए, उनले यो अभावलाई महसुस गरे। उनको पहलमा जिल्ला पञ्चायतबाट ठिङ्गनमा अतिरिक्त हुलाकका लागि एउटा कोटा प्राप्त भयो। हुलाकमा 2 तहका कर्मचारी थिए, प्रमुख र क्यारियर। क्यारियरको पारिश्रमिक महिनाको 30 रुपियाँ मात्रै थियो, जबकि प्रमुखलाई महिनाको 45 रुपियाँ दिइन्थ्यो। यसअघि सडक निर्माणमा कुल्ली काम गर्नेले पनि 45 रुपियाँ नै पाउँथे। त्यत्तिकै बस्नुभन्दा काम गर्नु उचित हुन्छ भन्ने विचारले मैले प्रमुखको जिम्मेवारी लिने निर्णय गरेँ। हाम्रो 8 जनाको टोली बन्यो, जसमा म प्रमुख थिएँ। क्यारियरहरूलाई खोजेर काममा लगाइयो। मेरो काम सहज थियो। हुलाक कार्यालय छाडेर म बाहिर कतै जानुपर्ने थिएन, जसले गर्दा काम गर्न सजिलो थियो। सर्कुलर र चिठीहरू आउँथे, तिनलाई सम्बन्धित ठाउँमा पुर्याउनु पर्दथ्यो। क्यारियरहरूलाई काम दिएपछि मैले प्रत्येक दिन 3 घण्टा मात्र काम गर्दा पुग्थ्यो। हुलाक कार्यालयको काम मेरा लागि फलदायी हुँदै गयो। बिस्तारै मेरो पारिश्रमिक बढ्दै गयो। महिनाको 45बाट 75 हुँदै 9 वर्षभित्रमा 90 रुपियाँसम्म पुग्यो। मेरो कुनै फजुल खर्च थिएन। पैसा बचत गर्न जानेको थिएँ। मेरो मितव्ययी स्वभावले पैसा बचत गर्न सघाउ पुग्यो। थोपा थोपा मिलेर सागर बन्छ भने चाहिँ हुलाकको कामबाट आएको रकम बचत गर्दै गएँ। त्यसबाट महत्त्वपूर्ण सम्पत्ति जोड्न सक्षम भइयो। 12,000 रुपियाँमा 18 रोपनी खेत। यो कसरी सम्भव होला? यसको कारण थियो आर्थिक व्यवस्थापन। घर व्यवहारबाट कमाएको पैसा र अन्नपात मिलाएर म क्यारियरहरूलाई दिन्थेँ। समयमै आफ्नो पारिश्रमिक पाउँदा उनीहरू खुसी हुन्थे। त्रैमासिक रूपमा 8 जनाको पारिश्रमिक एकै पटक प्राप्त हुँदा त्यो रकम मैले साहुलाई बेलैमा बुझाउँथेँ। यसो गर्दा 3 पक्ष खुसी हुन्थे, क्यारियर, साहु र म स्वयं। लगभग 9 वर्ष मैले अतिरिक्त हुलाकमा काम गरेँ। पछि चिप्लेटीमा बसाइ भएपछि ठिङ्गनसम्म जान कठिन हुन थाल्यो। अर्कोतिर घरमा बसेर जागिर खाएको भनेर म विरुद्ध उजुरी परेको थियो, जसको मैले स्पष्टीकरण दिनु पर्यो। त्यस समय मलाई उपप्रधान पञ्चमा चुनाव लड्ने इच्छा जाग्यो। जिल्ला हुलाकमा मेरा मित्र सुब्बा थिए। उनले मलाई काम नछाड्न धेरै आग्रह गरे, तर मैले अर्को योग्य व्यक्ति ल्याउने प्रतिबद्धतासहित राजीनामा दिने निर्णय गरेँ। भीमफेदीको जिल्ला पञ्चायत कार्यालयमा फारम भरेर चुनावमा उठेँ, तर हारेँ। हारले मलाई विचलित गरेन। म पहिल्यैदेखि आफ्नो पेसा खेतीपातीमा रमाउँथेँ। जागिर खाए पनि रमाउँथेँ, नखाए पनि रमाउँथेँ। मेरो जीवन दर्शन सरल थियो, इमान्दारीपूर्वक काम गर्नु र आफूसँग जे छ त्यसमा सन्तुष्ट रहनु। मैले काम छाडेपछि एक घलेले केही महिना काम गरेँ, तर उनी तलब लिएर भारततिर लागे। हुलाकमा 9 वर्षको यात्राले मलाई केवल आर्थिक लाभ मात्र भएन, कुशल व्यवस्थापनले सफलता ल्याउँछ भन्ने कुरा पनि सिकायो।